हेर्नुस् साथीहरू, सिधा कुरा। दसैँ लागेको छ, मासु खानुहुन्छ खानुस्, टन्नै खानुस्। 1 केजी खानुस्, 2 केजी खानुस् या 5 केजी नै खानुस्। तर भगवानको नाममा बलि चढाउने काम बन्द गर्नुस्। योभन्दा ठुलो पाप अरू केही हुनै सक्दैन। कुनै पनि शास्त्रमा यो लेखेको छैन कि तिम्रो खुसीको लागि, तिम्रो परिवारको सुख र शान्तिको लागि मलाई पशुको बलि देऊ। यी जति पनि नियमहरू छ स्वयं मानिसहरूले बनाएका हुन् र यी नियमको म घोर विरोध गर्छु। आफै सोच्नुहोस् त, कुनै पनि मन्दिरमा राँगालाई दौडाइ तर्पाए काटेको हुन्छ। के यो धर्म हो? यस्तो पनि हुन्छ धर्म? यस्ता ढोङ्गेहरूलाई म त सच्चा हिन्दू मान्नै सक्दिनँ। म पनि हिन्दू हुँ। म मासु बेगर सागसब्जी खाएरै बाँचेको छु। ठिक छ, तपाईँ मासु बेगर बाँच्न सक्नुहुन्न। यी राक्षसी जिब्रोलाई मासुको स्वाद लिइराख्न मन लाग्छ होला। घरमै काट्नुहोस्, तर प्लिज भगवानको बदनाम नगरिदिनुहोस्। भगवानले कहिले पनि भनेको छैन कि तिम्रो खुसीको लागि मलाई पशुहरूको बलि देऊ। यो संसार सबैको हो, सबैले बाँच्ने अधिकार छ। खानै भए घरमै खानुस्, तर भगवानको बदनाम नगर्नुहोस्। भगवानले कहिले भनेको छैन कि मलाई पशुको बलि देऊ। यो हिन्दू शास्त्रमा मलाई जहाँसम्म लाग्छ, आफू सुरक्षित अरूलाई पनि सुरक्षित है। आफू जस्तो छौ अरूलाई पनि त्यस्तै सोच्नुपर्छ। सबैको ज्यान एउटै हो, हरेकलाई बाँच्ने अधिकार छ। नमस्ते।